हामी अहिले श्रीनाथकोट सिरानचोकमा छौँ। श्रीनाथकोटको यो मूल शक्तिपीठको प्रवेशद्वार हो। यहाँ दुईवटा द्वार छन्। यो द्वितीय द्वार हो, यो प्रथम द्वार हो। सबलाख रोड महोत्सव 2083 को कार्यक्रमको आज हामी दोस्रो दिवसीय छ। पहिलो दिवसकोमा व्यस्तता कारणले गर्दाखेरि पूर्णिमाको दिनको भिडियो लिन पाइएन। दोस्रो दिवसको अवसरमा यो आज 2083 वैशाख 19 गतेको फोटो भिडियो यहाँहरूलाई हामी देखाउँदैछौँ। यहाँ श्रीनाथ गुरुदेवको यसरी मूर्ति स्थापित गरिएको छ। यो पहिला श्रीनाथको बाबाको यो शक्तिपीठ हो। यता नाग देवता हुनुहुन्छ। त्यसै गरी यतातिर यहाँ सिद्धि सहित उमा महेश्वर शिव भगवानको स्वरूपमा हुनुहुन्छ। यहाँ श्रीनाथ मण्डली माताको स्थान, त्यसै गरी भैरव स्थान यसरी रहेको छ। भर्खरै पानी परेको भएर मौसम शीतलता नै छ। अब म यो पहिलो द्वारबाट छिरेर दोस्रो द्वारबाट निस्किँदैछु। यहाँ रोड बनाउँदै हुनुहुन्छ। रोड पाकिरहेको छ। बिहानको हवन कुण्डमा यहाँ सिद्धियो। हवन कुण्ड पनि अहिले पछि एकदम सुन्दर राम्रो बनेको छ। यो हवन कुण्डको दृश्य हो। यता रोड पाकिरहेको छ। रोड बनाउने कार्यक्रम यता चलिरहेको छ। यहाँ धमाधम रोड बनाउने कार्य भइरहेछ। हाम्रो नारायण दाई मुसुक्क हाँसेर यता हेर्नु भएको छ। हाम्रो नाथ पुजारीको हाम्रो सुपुत्रहरू पनि यहाँ रोड बनाउन लागिरहनु भएको छ। ओम दाई त्योबाट यसो हेरौँ। हाम्रो भाइ पनि यतापट्टि। हाम्रो सरकारले सिरानचोक श्रीनाथकोटमा रोड महोत्सवको कार्यक्रममा अघि बढिरहेको छ। श्रीनाथकोट महायोगी गुरु गोरखनाथको अर्को नाम श्रीनाथ गुरुदेव हुनुहुन्छ। उहाँको बाल्यकाल बितेको ठाउँकोमा 83 सालको रोड महोत्सव कार्यक्रम भव्यताका साथ अघि बढिरहेको छ। यहाँ रोड पाकिरहेको छ। भक्तजनहरूबाट यहाँ उठेको अत्यन्तै दिव्य पावन स्थल यो। तल प्रसादीको वितरण कार्यक्रम भइरहेछ। पानीको बावजुद पनि भक्तजनहरूको उपस्थिति हुँदैछ। लावान्छे मेसेन्जरबाट पठाइदिनु हुन्छ। तेरो नि खिच्ने है। अहिले काकीले खिच्नुहुन्छ। दिदी बसेर किन हिँड्ने आइछि मैले खिचे हैन हौ। उहाँबाट नि खिच्न लाउनु पर्यो हजुरलाई। ए ल ल ल ल ल ल नाथ मण्डली
एकदम यहाँको चाहिँ कदम, यहाँको चाहिँ खटाइ, यहाँको समर्पण एकदम चाहिँ प्रशंसनीय छ, अनुकरणीय छ। मामा हजुरहरूको मलाई गाइडलाइन चाहिन्छ मामा, गाइडलाइन चाहिन्छ, हौसला चाहिन्छ मामा। सर लाग्यो है त अब नमिठो भन्नु दिदीबहिनीहरूले हर हर भोले नमः शिवाय, नमः शिवाय, नमः शिवाय। हर हर भोले नमः शिवाय। जटाधराय शिव जटाधराय, जटाधराय शिव जटाधराय। हर हर भोले नमः शिवाय, हर हर भोले नमः शिवाय। ओम नमः शिवाय शिवाय। हर नमः शिवाय, नमः शिवाय। हर हर भोले नमः शिवाय, हर भोले नमः शिवाय। नागेश्वराय शिव नागेश्वराय, नागेश्वराय शिव नागेश्वराय। हर हर भोले नमः शिवाय, हर हर भोले। 1.25 लाख रोड महोत्सव 2083 श्रीनाथकोटको आज तेस्रो दिवसीय रोड महोत्सव कार्यक्रम चलिरहेको छ। नारायण दाई लगायत यहाँ स्थानीय दाई यहाँ गइरहनु भएको छ। नाथ बाबा यहाँ पकाएर उतार्दै हुनुहुन्छ। अनि भक्तजनहरूको विशेष उपस्थिति रहेको छ यहाँ। पानीको बावजुद पनि आजको उपस्थिति राम्रो बाक्लो रहेको छ। तल प्रसादको वितरणको कार्यक्रम भइरहेको छ। उसकै सामान ल्याउने हो, त्यो रिङ गरेर निकाले होइन, उसको कहाँ निकाल्नु चाहिँ सिमले बिहान 9 बजीसम्म ठुलो पानी परेको थियो। लगभग आज तेस्रो दिवसीय कार्यक्रमको रोड बनाउने कार्यक्रम सकिएर अब रोड पकाउने क्रम नै अघि बढिरहेको छ। यो दिव्य पावन स्थलको 83 सालको रोड महोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न हुने गइरहेको अवस्था छ। ओम नमः शिवाय, ओम नमः शिवाय। हर हर भोले नमः शिवाय, ओम नमः शिवाय, नमः शिवाय। हर हर भोले नमः शिवाय। रुद्रनाथाय शिव रुद्रनाथाय। हर हर भोले नमः शिवाय। नाथाय आदिनाथाय शिव आदिनाथाय। हर हर भोले नमः शिवाय, हर हर भोले नमः शिवाय। विश्वम्भराय शिव विश्वम्भराय। हर हर भोले नमः शिवाय। ओम नमः शिवाय, ओम नमः शिवाय। हर हर भोले नमः
नागेश्वराय शिव नागेश्वराय नागेश्वराय शिव नागेश्वराय हर हर भोले नमः शिवाय हर हर भोले हामी यहीँबाट बिदा गर्ने अरू पोरपरा जस्तो उहाँहरूले गर्नुहुन्छ भनेर हामी पुजारी हजुर आउनुहोस् त पनि आउनु नि त माताजीले त्यही साइडमा जानुस् न म मुदे आएको नभए यहाँतिर आउनु न बाँकी चाहिँ उहाँले भोलि गरेर सुरक्षा गर्ने होला माया गर्ने महाराजलाई एकदम साँच्ची नै यो भूमिको महाराज बनाउनु पर्छ देशको महाराज बनाउनु पर्यो उहाँले पूजापाठ गर्ने विधि विधानमा त भागिन पर्यो राम्रो सिद्ध राखेको छ सम्मान गरिदिन पर्यो